Hi guys, welcome to my mini vlog, and today I'm with Bimal, who is my friend, and you're watching Visit with AP. म उसँग केही क्वेसनहरू सोध्छु होइन कि आफ्टर स्टुडेन्टहरू युके आएपछि के गर्न राम्रो हुन्छ, के गर्नु पर्यो सबभन्दा पहिला. He gonna share his own experience. Let's listen him. Hi दोस्त. Hi everyone, it's me Bimal and thanks my friend Ashik Pandit. Now I am going to tell what you should do after arriving on the UK. सबभन्दा पहिला चाहिँ तपाईँहरूले आफ्नो एकोमोडेसनहरूको चाहिँ राम्रो खोजी गर्नुपर्छ। पहिला एडभान्स तिर्नु भएको छ भने त्यो फिक्स गर्नुपर्छ अनि त्यसपछि चाहिँ आफ्नो जिपीहरू रजिस्टर गर्ने, एनआई नम्बर एप्लाई गर्ने अनि एनआई नम्बरहरू एप्लाई गरिसकेपछि त्यो रेफरेन्स नम्बरले चाहिँ कामहरू सर्च गर्न मिल्छ। अनि मेरो क्वेसन चाहिँ यो थियो कि लाइक सबजना जो आउँछ होइन त्यो नयाँ नयाँ हुन्छ होइन, विद्यार्थीहरू चाहिँ नयाँ हुन्छ अनि तिनीहरूले एकोमोडेसन चाहिँ कसरी खोज्छन्, लाइक के थ्रु जाने अनि कहाँ के गर्दा सस्तो पाउँछ होइन, त्यो चाहिँ भन्दा अलि भनिदेऊ त. उनीहरूले चाहिँ अब अहिले त विभिन्न फेसबुक ग्रुपहरू छन्। अब रुम रेन्ट युके, अब नेप्लिज इन द युके त्यस्तो ग्रुपहरूमा हेर्ने अनि अथवा डिफ्रेन्ट जब त्यो हेर्ने पोर्टल हुन्छ कि एकोमोडेसनहरूको त्यस्तोमा हेर्ने। अनि सबभन्दा उनीहरू बस्ने भनेको चाहिँ त्यो एजेन्टहरूबाट हो। जस्तै अब कोही कोहीले चाहिँ अब एडभान्स बुकिङ के भनेर पैसा लिने अनि रुमहरू नदिने ब्लक गरिदिने स्क्यामरहरू हुन्छन्, त्योबाट बस्नुपर्छ। अनि पहिल्यै डिपोजिटहरू दिनु हुँदैन। रुम भ्यू गर्ने अनि भ्यू गरिसकेपछि सामानहरू भइसकेपछि सबै दिने हो। अनि अनि यहाँ लाइक स्टुडेन्टहरू आएपछि होइन उसको जुन सिम कार्डहरू हुन्छ अनि जुन लाइक पैसा साट्ने कुरा हुन्छ होइन, लाइक दे कम फ्रम नेपाल बाई टेकिङ डलर्स एन्ड अल, तिनीहरू कसरी साट्छन् पैसा, त्यसको नि इन्फर्मेसन अलि छ भने देऊ त. पैसा चाहिँ प्रायः नेपालबाट नै साटेर ल्याउँदा ठिक हुन्छ, किनभने यहाँ चाहिँ त्यो रेटहरू त्यति पाइरहेको हुँदैन। कुनै कुनै ठाउँमा जस्तै स्ट्याम्पतिरको मनी एक्सचेन्जले चाहिँ राम्रो रेट दिएको हुन्छ भन्ने सुन्नमा आउँछ। अनि डलर कार्ड बोकेर आउनेले चाहिँ प्रायः अलिकति घाटामै साट्नुपर्ने हुन्छ। त्यसैले नेपालबाट साटेर आउँदा नेपालमा पनि सबै ब्याङ्कमा त पाइँदैन, त्यो ठमेलको साथ घुम्तीको मेगा ब्याङ्कमा चाहिँ पाइन सक्छ। त्यहाँ चाहिँ एकचोटि बुझ्नुपर्ने हुन्छ। सबभन्दा बेस्ट चाहिँ पैसा नेपालबाट ल्याउने अथवा डलर कार्डमा ल्याएर डलरमै पे गर्दा नि भयो, तर अलिकति लस चाहिँ हुन्छ। अनि साथी यहाँ स्टुडेन्टहरू आएपछि लाइक जबहरू पनि धेरै खोज्छ होइन, अनि जबहरू खोज्दा लाइक के कस्तो यहाँको सिचुएसन छ जबमा, अनि के कस्तो जब पाइन्छ यहाँ आइडिया छ भने त्यो नि भनिदेऊ साथीहरूलाई. जब चाहिँ जे पाए पनि गर्छु भन्ने मेन्टालिटीले आउनुपर्ने हुन्छ। जस्तै अब किचन पोर्टर, किचन असिस्टेन्ट अनि सेल्स असिस्टेन्ट, कस्टमर सर्भिस असिस्टेन्ट त्यो सबहरू यहाँ हुन्छ। अनि धेरैले एजेन्सीहरूबाट पनि क्लिनिङहरूको जब जस्तै कुसिन्सहरूमा पाइरहेका हुन्छन्। अब हाम्रो माइन्ड मेकअप चाहिँ के हुनु पऱ्यो भने जे जब पाए पनि